अब यो बोट तल झर्दै 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 जाँदैछ। ऊ पर अपरेटर छ नि, राइट गर्ने ऊ त हो। म त चलाउँछु त यो लामो बोट, चलाएको त पहिला। क्याबिनको छ त नि, हाम्रो बाइकको क्याबिनको छ, 60 फुट लामो। ए हो, झर्दैछ अब। अनि अब यहाँ तल पानी जमिसक्यो, अनि यहाँबाट चाहिँ जमेर फेरि यो तल्लो छाबीमा आउँछ। यो तल्लो छाबीमा आउँछ, यो तल्लो छाबी भरिन्छ, त्यहाँबाट फेरि तल्लो स्टेपमा जान्छ, स्टेप बाई स्टेप, स्टेप बाई स्टेप। ल बोट डुबिसक्यो। हो, बोट डुबिसक्यो, अब तलको लेभलमा पुगिसक्यो अब। अनि अब उसले यो ढोका खोलिदिन्छ, ढोका खोलेपछि फेरि आउँछ यहाँ बोट। त्यहाँ हेल्प गरिदेऊ नि तिमीले, यता ठेल्देऊ त, त्यो ठेल न यता, लक हो त्यो ठेल न यता, पुस गर न। ए डुबिसक्यो अब। या nearly there, nearly there, nearly. ओके ल, पुस हेल्प गर ल। हो, ढोका खोल्यो अब, बोट बोट आयो। हो, उसले लक खोलिदियो, अब बोट मुभ भयो। अब यो स्टेपबाट अर्को स्टेपमा हो। ए लक्स भनेको यही हो। अब यो फेरि अब यो बोट उहाँ पर पुग्छ। अब हेर्नु है त, बोट चलाउँदैछ हो, बोट अपरेटर। हेलो ल, बोट अब गएर स्टप हो यहाँ। अब त्यहाँबाट फेरि पानी त्यहाँको खोलिदिन्छ, अनि त्यहाँबाट अनि फेरि तल्लो स्टेपमा झर्छ बोट। ओ सरी। अब क्लोज हुँदैछ यो, अब ट्याक्कै अब क्लोज हुन्छ, अनि पानी यहाँ जमिन्छ। ट्याक्क। You're doing well. Thank you. 200 मिटर माथि हाईबाट 200 मिटर तल बोट जान्छ, अनि तलबाट फेरि 200 मिटर हाई, यसरी नै स्टेप बाई स्टेप बोट आउँछ माथि।